तपाईले विदेशबाटै अब नमस्तेको ई-सिम निकाल्न सक्नुहुन्छ, त्यो पनि एक दिनमै अर्थात् 24 घण्टा भित्रमै। त्यसका लागि दुईवटा तरिका छ। एउटा ई-सिम नमस्तेको वेबसाइट अनलाइन पोर्टलबाट भने अर्को खल्ती एपबाट। म चाहिँ खल्ती एप चलाउने भएकोले मैले खल्ती एपबाट चाहिँ आफैले एउटा नयाँ सिम लिनलाई प्रोसेस गरेको थिएँ। त्यो प्रोसेस तपाईहरुलाई म देखाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। सुरुमा मोबाइलमा भएको खल्ती एप खोल्नुहोस्। त्यसपछि तपाईले माथि सर्च अप्सनमा क्लिक गरेर ई-सिम नमस्ते लेख्दा पनि हुन्छ। साथै खल्ती एप ओपन गरिसकेपछि तल स्क्रोल गरेर फिचर्ड सर्भिस भन्ने ठाउँमा दायाँ कुनामा एनटिसी ई-सिम भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस खुल्छ जहाँ ई-सिमको लागि केही नियमहरू बताएको छ। तपाईको मोबाइलमा ई-सिम सपोर्ट गर्छ कि गर्दैन भनेर चेक गर्नुस् भनेर पनि भनेको छ। अब अलिकति तल स्क्रोल गरेर जानुभयो भने RS90 सँगै तपाईको पर्सनल इन्फर्मेसन भर्नको लागि भनिएको छ। त्यो सबै भरेर जन्ममिति तपाई एडी बीएस जेमा मन लाग्छ भर्दा हुन्छ। त्यसपछि नागरिकता नम्बर राखेर एडी बीएस मध्ये जुनसुकैमा राख्दा नि हुन्छ। त्यसपछि पर्मानेन्ट एड्रेसमा जुन नागरिकतासँग मेल खाने एड्रेस हो त्यही राख्नु होला। त्यसपछि तल तपाईसँग भएको नागरिकता, आइडी कार्ड, भोटर आइडी, ड्राइभिङ लाइसेन्स जसको फोटो तपाईले अपलोड गर्नुभएको थियो त्यसको अगाडि र पछाडिको फोटो अपलोड गर्नु होला। अलि तल गएर तपाईले आफ्नो फोटो पनि अपलोड गरेर इमेल पनि राख्नु होला। इमेल तपाईको ई-सिम बारे सबै इन्फर्मेसन आउँछ। त्यही भएर सही अर्थात् प्रयोग गरिरहेको इमेल राख्नु होला। यति गरेपछि पर्चेस भन्ने अप्सनमा क्लिक गर्नु होला। तपाईको खल्ती एपबाट 90 रुपैयाँ काटिनेछ। तपाईले 90 रुपैयाँ काटिएको पीडीएफ रिसिप्ट डाउनलोड गरेर पनि राख्न सक्नुहुन्छ। पैसा पे गरेको 1-2 मिनेटमा तपाईको इमेलमा मेसेज आउनेछ जहाँ तपाईले गरेको ई-सिम अर्डर कन्फर्म भनेर भनिएको हुनेछ। त्यसपछि तपाईले अर्को इमेलको लागि कुर्नु पर्नेछ। लगभग मैले 24 घण्टापछि अर्को इमेल पाएँ जसमा ई-सिम नम्बर, आईसीसी आईडी नम्बर पनि दिएको हुन्छ र सँगै ई-सिमको क्यूआर कोड पनि दिएको हुन्छ। तपाई मोबाइलको सेटिङमा गएर कनेक्सन अप्सन ओपन गरेर ई-सिम म्यानेजरमा गई एड ई-सिममा गएर तपाईलाई इमेलमा दिएको क्यूआरलाई अर्को मोबाइलमा सेन्ड गरेर स्क्यान गर्नुभयो भने केही सेकेन्डमै तपाईकोमा नमस्तेको ई-सिम एक्टिभेट हुन्छ। ई-सिम एक्टिभेट गर्दा वाइफाईबाट मात्रै गर्नु होला। ई-सिम एक्टिभेट भएपछि तपाईले उक्त नम्बरलाई विभिन्न मोबाइल बैंकिङ साथै अन्य क्षेत्रमा पनि प्रयोग गरी ओटीपी पाउन सक्नुहुनेछ। भिडियो राम्रो लागेमा लाइक र कमेन्ट गरिदिनु होला। धन्यवाद।